के तपाईँले डकर सेटअप गर्नु च्याउ लाग्छ? डकर फाइलको सिन्ट्याक्स बिर्सिरहने या कपी पेस्ट गर्दा एरर मात्र आउने प्रब्लम छ? यदि छ भने अब तपाईँले एउटा कोड पनि नलेखी प्योर प्रोजेक्टलाई डकराइज गर्न सक्नुहुन्छ। यस, नो मोर म्यानुअल डकर फाइल्स। डकरको नयाँ सुपर पावर डकर इनिट। यो भिडियो हेरिसकेपछि तपाईँ डकरको मास्टर बन्नुहुन्छ, यो पनि जम्मा 2 मिनेटमा। अहिलेको मोडर्न डेभलपमेन्टमा डकर बिना त काम नै छैन, तर बिगिनरहरूलाई डकर फाइल र डकर कम्पोज.yml सेटअप गर्न धेरै गाह्रो हुन्छ। पहिले हामी अरूको प्रोजेक्टबाट फाइल कपी गर्थ्यौँ, तर अब पर्दैन। डकरले नै हामीलाई एउटा अफिसियल टुल दिएको छ जसले हाम्रो प्रोजेक्टको ल्याङ्ग्वेज आफै डिटेक्ट गरी कम्प्लिट सेटअप रेडी गरिदिन्छ। सो लेट्स डाइभ इन्टु द स्क्रिन अनि सिकौँ कसरी हामीले डकर हाम्रो सिस्टमलाई डकराइज गर्न सक्छौँ त। लेट्स स्टार्ट है। मैले चाहिँ यसमा भर्खर डकर सेटअप गरिसकेको छु। सो म तपाईँलाई इनिसियल पोइन्टबाटै देखाउँछु। मेरो सिस्टम चाहिँ अलि चलिरहेको छ। मैले चाहिँ यहाँ डकर एकचोटि टेस्ट गरिसकेको छु, सो द्याट भिडियोको लागि लेट नहोस् भनेर सुट गरिसकेको छु। अब चाहिँ म के गर्छु भन्दा यो चलेको देखाउँछु पहिला, र हामी बिस्तारै यता आएर सबै डकरको सेटअप फाइलहरू चाहिँ फाल्छौँ। स्क्रिनलाई क्लियर गरौँ र म यो डकरको इमेज पनि यहाँबाट डिलिट गरिदिन्छु है त, सो द्याट हामी इनिसियल स्टेपबाट सँगसँगै जान सकौँ। लेट मी क्लोज अल दिस अनि डकर फाइललाई म डिलिट गरिदिन्छु। यो फाइल पनि docker.md फाइल पनि म डिलिट गरिदिन्छु अनि हामी नयाँ क्रिएट गर्नेछौँ। अझै एउटा के छ भन्दाखेरि डकर इग्नोर भनेको चाहिँ गिट फाइल गिट इग्नोर जस्तै हो। डकर बिल्ड गर्नको लागि नचाहिने कुराहरू चाहिँ यसले इन्क्लुड गर्दैन। र अब हाम्रो सिस्टम एकदम बेसमा छ है। अहिलेसम्म डकरको कुनै पनि फाइल छैन। मैले भएको फाइलहरू सबै डिलिट गरिसकेँ र हामी इनिसियल स्टेपबाट डकरलाई बिल्ड गर्न खोज्छौँ है। सो सबैभन्दा पहिले हामी एउटा कमान्ड हान्छौँ जुन हो डकर इनिट। डकर इनिट हालेर इन्टर गर्नुहोस्। त्यसपछि तपाईँले यहाँ डिफ्रेन्ट क्वेसनहरू सोध्छ, सिम्पल क्वेसनहरू सोध्छ, जस्तै तपाईँको कुन ल्याङ्ग्वेजमा बन्ने हो, तपाईँको सिस्टम कुन ल्याङ्ग्वेजमा बनिरहेको छ। यहाँ चाहिँ मेरो नेक्स्ट जिएस हो। मैले चाहिँ यहाँ नोट सेलेक्ट गरेँ। इफ तपाईँले कुनै अरू ल्याङ्ग्वेज जस्तै PHP, गो, पाइथन, रस्ट युज गर्दै हुनुहुन्छ भने तपाईँ आफ्नो ल्याङ्ग्वेज अनुसार सेलेक्ट गर्नु होला। र मैले चाहिँ यहाँ नोट क्लिक गरेँ, इन्टर गरेँ अनि सेकेन्डमा यहाँ हामीलाई सोधिरहेको छ नोडको भर्जन। सो नोडको भर्जन 20 हो भनेर यसले अटोमेटिकली सेलेक्ट गरेको छ, डिटेक्ट गरेको छ। यहाँ अगाडि चेक पनि गरौँ है त। सो यहाँ देख्न सक्नुहुन्छ हाम्रो नोडको भर्जन 20 नै छ। यसले अटोमेटिकली यो डिटेक्ट गर्यो र म यहाँ सिम्पली इन्टर हान्छु। अनि तपाईँको प्याकेज म्यानेजर कुन हो? मेरो चाहिँ सिम्पल npm हो। सो npm क्लिक गरेँ अनि तपाईँले आफ्नो सिस्टमलाई बिल्ड गर्न चाहनुहुन्छ कि नै डकर बिल्ड गर्ने बेलामा। सो आई वान्ट टु बिल्ड माई प्रोजेक्ट अनि तपाईँको आउटपुट फाइल चाहिँ केमा हुनुपर्छ भन्ने कुरा छ। मेरो नेक्स्ट जेसको प्रोजेक्ट हो। सो मेरो आउटपुट चाहिँ डट नेक्स्टमा हुन्छ। इफ तपाईँले रियाक्ट भाइट युज गर्दै हुनुहुन्छ भने तपाईँको आउटपुट चाहिँ डट डिस्ट भन्ने फोल्डरमा हुन्छ। यहाँ म डट नेक्स्ट भनेर इन्टर गर्छु र म आफ्नो सिस्टमलाई npm स्टार्ट युज गरेर रन गर्न चाहन्छु। सो लेट्स इन्टर दिस अनि यता चाहिँ तपाईँको पोर्ट कतिमा चलेको छ त्यो इन्टर गर्नु होला। मेरो पोर्ट चाहिँ 3000 मा चलेको छ। सो मैले 3000 हाने र इन्टर गरेँ
सो हाम्रो सेटअप फाइल चाहिँ रेडी भयो है। अब हामी चेक गरौँ हाम्रो सेटअप फाइलमा के आयो त। फर्स्ट अफ अल डकर फाइल, यसमा चाहिँ तपाईँको सिस्टमको भर्जन छ। अनि कमेन्ट चाहिँ के दिएको भन्दा चाहिँ तपाईँलाई यो बुझ्नको लागि सजिलो होस् भनेर यहाँ कमेन्ट पनि दिएको छ। तपाईँले मजाले कमेन्ट पढेर डकर एउटा डकरले कसरी काम गरिरहेको छ त्यो बुझ्न सक्नुहुनेछ। यहाँ चाहिँ तपाईँको डिपेन्डेन्सीहरू डाउनलोड यसरी रन गरिरहेको छ। अनि यो यहाँ के भइरहेको छ भनेर चाहिँ यहाँ तपाईँले मजाले रिड गर्न सक्नुभयो। अनि यो भयो तपाईँको यहाँ चाहिँ बिल्ड गरिरहेको छ। अनि बेस्ट कुरा के भन्दा चाहिँ यसले मल्टी स्टेज बिल्ड गरिरहेको छ। माथि बिल्ड गरेर तल रन गरिरहेको छ। सो इट इज अलमोस्ट प्रोडक्सन कोड। इफ तपाईँ बिगिनर हो, इफ तपाईँ इन्टरमिडिएट हो र डकरको कन्सेप्ट चाहिँ धेरै थाहा छैन अथवा तपाईँले डकरमा धेरै अल्झिनु छैन तर आफ्नो सिस्टममा चाहिँ डकराइज गर्नु छ भने दिस इज वान अफ द बेस्ट अप्सन। इभन इन्टरमिडिएटको भन्दा यसले राम्रो कोड लेख्छ है। डकर कम्पोज डट वाइएमएल फाइलमा पनि यसले कोड लेखेको छ। तपाईँले बुझ्नु मन छ भने यहाँ गएर सबै चेक गर्नु होला, सबै कमेन्ट पढ्नु होला। यसरी चाहिँ तपाईँको इन्भाइरोमेन्ट पनि कुन हो भनेर यसले डिटेक्ट गरेको छ। अनि नेक्स्ट हाम्रो के छ, डट डकर इग्नोर। यसमा चाहिँ तपाईँको जस्तै उता जसरी गिट इग्नोर हुन्थ्यो यता डकर इग्नोर हुन्छ। कुन फाइललाई चाहिँ एक्सक्लुड गर्ने त, जस्तै नोड मोड्युल एउटा एकदम हेभी प्याकेज हो, त्यो हामीलाई चाहिँदैन। अनि यस्तै अरू डिफ्रेन्ट प्याकेजेसहरू छ जुन कि हामीलाई चाहिँदैन डकरमा, डकरको इमेजमा हामीलाई चाहिँदैन। त्यो कुरा चाहिँ हामीले डट डकर इग्नोरमा राख्छौँ है। सो लास्ट बट नट द लिस्ट, तपाईँको रेडमी डट डकर डट एमडीमा आएर तपाईँले आफ्नो सिस्टम कसरी बिल्ड गर्ने, आफ्नो डकर कम्पोज कसरी बिल्ड गर्ने त्यो सिक्नुहुन्छ। तपाईँले सिम्पल गाइड दिएको छ। जस्ट तपाईँले यो कमान्डलाई कपी गर्नुहोस् र यहाँ आएर पेस्ट गर्नुहोस् र तपाईँको अब यता लगमा देख्न सक्नुहुन्छ यसले के गरिरहेको छ। प्याकेज डट जेसनलाई यहाँ बिल्ड गर्दैछ यसले। त्यसपछि तपाईँको डिपेन्डेन्सीहरू इन्स्टल गर्दैछ। हामी केही समय यसको वेट गरौँ, केही समय यो बिल्ड पनि हुन्छ र हामी हेर्नु छ हाम्रो डकर इमेज यहाँ डकर डेस्कटपमा। अनि हाम्रो इमेज चाहिँ बिल्ड हुँदैछ यहाँ। आई थिङ्क इट इज अलमोस्ट देयर। सो केही समय हामी वेट गरौँ। र एउटा प्रो टिप, डकर इनिटले बनाएको फाइलहरू एकदम अप्टिमाइज हुन्छ, जसले गर्दा तपाईँको इमेज साइज पनि सानो हुन्छ। यदि तपाईँ पाइथन, गो र रस्ट चलाउनुहुन्छ भने पनि यसले उस्तै स्मुथ काम गरिहाल्छ। बिगिनर हो भने योभन्दा सजिलो तरिका अरू कुनै छैन। सो अबदेखि डकर फाइलको सिन्ट्याक्स गर्न छोड्नुहोस् र डकर इनिट युज गर्न थाल्नुहोस्। र तपाईँले यहाँ देख्न सक्नुहुन्छ हाम्रो डकरको इमेज चाहिँ बिल्ड भइसकेको छ र हामी यसलाई चाहिँ अब टेस्ट गर्छौँ है त। म सिम्पली डकर डेस्कटपमा आएँ र मैले यहाँ मेरो इमेज रेडी मेरो इमेज डकर डेस्कटपमा आएको देख्न सक्छु। र म अहिले यता मेरो डकर डेस्कटपमा आएँ, यहाँ मेरो इमेज बिल्ड भइसकेको छ। र सिम्पली म अब के गर्छु, ब्राउजरमा गएर मेरो फ्रन्टएन्डलाई चाहिँ रन गर्छु। सो बुम, हाम्रो साइट चाहिँ रेडी छ। हाम्रो सिस्टम पर्फेक्टली डकराइज भयो र वी आर रेडी टु गो लाइभ। सो यस्तै गरेर तपाईँले आफ्नो सिस्टमलाई पनि डकराइज गर्न सक्नुहुन्छ र यो दिदीको जस्तो मन्द मुस्कान आफ्नो ओठमा लिन सक्नुहुन्छ। अनि एट लास्ट यदि यो भिडियो तपाईँले हेल्पफुल लाग्यो भने डकर भनेर कमेन्ट गर्नुहोस् र यस्तै कोडिङ टिप्सको लागि प्र्याक्टिस नेपाललाई सब्सक्राइब गर्न नभुल्नुहोला। सी यु इन द नेक्स्ट वान। ह्याप्पी कोडिङ।